तर इमिडिएट यहाँ चाहिँ भनेका दिनमा भनेको उपचार चाहिँ प्राप्त हुने अवस्था छ। म तारानाथ निरौला, मेरो घर विराटनगर 6 हो। यहाँ यो हस्पिटलबाट नजिकै पर्छ, तर हाल फिलहाल म विराटनगर 5 जानकी चोकमा बस्छु। मलाई केही समय अगाडि करिब 5-6 महिना अगाडि यो हर्नियाको प्रब्लम थियो। त्यसैको सिलसिलामा अपरेसन गर्नु पर्यो, चेकअप गर्नु पर्यो भनेर म गोल्डन हस्पिटल आएँ। यहाँ आएपछि डाक्टर सरोज राजवंशीसँग भेट भयो। उहाँ एकदमै फ्रेन्डली हुनुहुँदो रहेछ। उहाँसँग बसेर भलाकुसारी भयो, चेकअप गर्नुभयो। अब हाम्रो यही फेसिलिटी हुन्छ भने किन टाढा जाने, यही अपरेसन गरौँ भनेर मैले हिजो अपरेसनको डेट थियो, हिजो अपरेसन गरायौँ। डाक्टर सरोजले अपरेसन गर्नुभयो। अत्यन्तै कुशल ह्यान्ड, एकदमै फ्रेन्डली, एकदम धेरै फ्रेन्डली हुनुहुँदो रहेछ। खुसी पनि लाग्यो। डाक्टर सरोजले एकदमै कुशलतापूर्वक अपरेसन गर्नुभयो। म अहिले हिडडुल गर्न सक्ने भएको छु। आज मजाले खाना खाएँ, दाल भात तरकारी घरमा जस्तै। त्यसैले स्वास्थ्यमा एकदमै राम्रो प्रबन्ध छ, अत्यन्तै राम्रो छ। त्यसैले हामी कुनै बिना कन्फ्युजन गोल्डन हस्पिटलबाट सेवा प्राप्त गर्नको निम्ति इच्छुक, आउन सक्ने, म आउँछु भन्ने साथीहरूको निम्ति उपयुक्त वातावरण मैले देखाएको छु। यो मेरो विज्ञापन होइन, फेरि वास्तविकता हो। यसलाई विज्ञापन, मेरो बोलीलाई विज्ञापन नठानिदिनु होला। मेरो त्यसैमा हार्दिक आग्रह र अनुरोध पनि छ। यहाँ हाम्रो भाइहरू हुनुहुन्छ, मेरो भतिजोहरू हुनुहुन्छ, उहाँहरू पनि एकदमै सहयोगी, कर्मचारी साथीहरू साह्रै सहयोगी। अब सबै हस्पिटलहरूमा यस किसिमको कोअर्डिनेसन र कोअपरेसन पाउनलाई गाह्रो पनि छ। हामी एकदमै ठुलो सुविधा भोगी भएर चाहिँ काठमाडौँका ठुला ठुला हस्पिटलहरू पनि जान्छौँ, तर समय खर्किसकेका हुन्छ, उपचारमा समय लाग्छ। तर इमिडिएट यहाँ चाहिँ भनेका दिनमा भनेको उपचार चाहिँ प्राप्त हुने अवस्था छ। तर अब अन्तिममा हिजो मैले चाहिँ अपरेसन गरेको, आज बिहान मैले खाना खाएँ, एकदम दाल भात तरकारी, मेरो घरको खाना, मजाले खाना खाएँ, अगाउजी खाना खाएँ। अहिले स्वस्थ भएर म चाहिँ हिँडिराखेको पनि छु र आज मेरो डिस्चार्ज छ। डिस्चार्ज भएर म घर पनि जाँदैछु। भनेपछि हिजो अपरेसन भएर आजै डिस्चार्ज लिएर जान सक्ने एवलमा पुग्नु भनेको उहाँहरूको कुशल हात, कुशल सफाई, उपचारप्रतिको एकदम चाहिँ दिलचस्पी र यो चाहिँ निरन्तर रहोस् भन्ने मेरो शुभकामना पनि छ। उपचारको विषयवस्तु चाहिँ रकमभन्दा पनि उपचार गुण हुनुपर्छ भन्ने मेरो मान्यता हो। त्यस्तो अत्यन्तै धेरै खर्चिलो अवस्था पनि छैन। किनभने हामी जुन रुममा बस्छौँ, मैले यही क्याबिनमा बस्दाखेरि पनि मैले यो लेभलको क्याबिन अन्त पाउँदिनँ। मेरो घरको रुम जस्तो छ है, सानो कुचुक्क परेको, टोयलेट बाथरुम पनि त्यस्तै हुने। तर यतिकै त्यही साना क्याबिनहरूको पनि दाम झन्डै झन्डै यसको भन्दा डबल पाउँछौँ हामी। त्यसैले त्यो परिस्थितिबाट पनि कस्टको हिसाबले पनि मैले चिप एन्ड बेस्ट नै पाएँ यहाँनिर। यस्तै सफल उपचारको लागि आज सम्पर्क गर्नुहोस् गोल्डन हस्पिटल जनपद टोल विराटनगर।